हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ धेरै समयपछि चाहिँ एउटा ब्लग त के भनौँ सानो छोटो भिडियो लिएर आएको छु। र आजको मेरो भिडियो चाहिँ त्यस्तो साह्रो उ त छैन हैन, तैपनि आज छुट्टीको दिन चाहिँ बाहिर घुम्न गएको थिएँ। अनि त्यही भएको भएर चाहिँ तपाईहरुलाई एउटा सानो भिडियो देखाउँछु भनेर मैले चट्टक क्लिप चाहिँ मैले भिडियोहरु चाहिँ बनाएको छु। अनि त्यसपछि आएर चाहिँ मैले भोइस ओभर गर्दैछु। अनि आज चाहिँ अलिकति ब्याङ्कतिर जानुपर्ने काम पनि थियो। त्यो भएको भएर चाहिँ हामी चाहिँ ब्याङ्कतिर लाग्दैछौँ साथीहरु। अनि त्यसपछि अब ब्याङ्कमा गइसकेपछि अनि हामी कता कता जान्छौँ भनेर तपाईहरुलाई चाहिँ म भन्ने नै छु, देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला। भिडियो त्यस्तो लामो छैन, मैले छोटो बनाएको छु। आजकल भिडियोहरु बनाउन पनि एकदम च्याउ लाग्छ के, अनि त्यही भएर। अनि हामी चाहिँ अहिले ब्याङ्कबाट फर्केर गइसकेको छौँ। अब हामी चाहिँ खाना खानको लागि जाँदैछौँ र यो हरियाली प्रकृतिहरु हेर्दै हैन, हिमाल हेर्दै हामी चाहिँ अब यो प्रकृतिसँग रमाउँदै हामी खाना खान जान लागिरहेको छौँ। र खाना खान चाहिँ कहाँ लाँदैछौँ त हामीलाई भनेर चाहिँ हामी अहिलेसम्म थाहा छैन हैन, हामीलाई भनेको पनि छैन यहाँ लाँदैछ भनेर। जस्ट खाना खान जाने भनेर चाहिँ हामीलाई लिएर जानु भएको छ। अनि हामी पनि रमाइलो दृश्यहरु हेर्दै रमाउँदै अगाडि बढिरहेको छौँ। र हामी अब कहाँ गएर के खानेकुराहरु खान्छौँ भनेर चाहिँ म देखाउने छु। तर मैले खानेकुराको चाहिँ फोटो भिडियोहरु लिन पाएको छैन। अब सबैजना फोटो भिडियोहरु लिन रुचाउँदैन के, म एक्लै हो। अनि त्यही झ्याउ लाग्दो रिस उठ्छ, म त राम्रोसँग खिच्न नि पाउँदैन। अनि मैले त्यतिकै अलिअलि बाहिर मात्रै झलक फोटोहरु भिडियोहरु खिचेर राखेको छु। हेरेर माया गरिदिनु होला साथीहरु। अनि अब चाहिँ हामी लगभग खाना खान गएको ठाउँतिर चाहिँ आइपुग्न लागेको छौँ हैन। अब केही समयमा चाहिँ हामी त्यहाँ पुग्छौँ। यो हरियाली वातावरणहरु हेर्नु न कस्तो राम्रो के, मनै लोभ्याउने दृश्यहरु छैन त भन्नु त साथीहरु। ल फाइनली भने त आइपुगेको छैन रहेछ अझै। यो चाहिँ के हो, यो मूर्तिहरु रहेछ बाटोमा, अनि मैले क्याप्चर गरेको के हल्का। ल फाइनली आइपुगिसकेको छौँ। यो चाहिँ हाम्रो खाना खाने ठाउँ हो यहाँबाट। अनि हाम्रो यो उसको नाम रहेको छ शेख रे हलाल इन्डियनको पसल रहेछ हैन। पसलको नाम रहेको छ शेख इन्डो करी। अनि यहाँ गएर चाहिँ हामीले नान करी के जात करी, चिकन करीहरु के जातहरु खायौं। अनि चिकन टिक्काहरु सबै खायौं। अनि त्यसपछि खाएर अब चाहिँ हामी निस्किदैछौँ। र निस्किँदाखेरि त्यहाँ ढोकामा चाहिँ यस्तो बजार जस्तो रहेछ के, इन्डियन त्यो प्रोडक्टहरु राखेको रहेछ। अनि मैले यसो भिडियो क्याप्चर गरेको यहाँ खोइ के हो खानेकुराहरु, लगाउने कुराहरु, झुम्काहरु के जातहरु छ। अनि त्यो चाहिँ म हेर्दै अनि उनीहरु त थाहा छैन मैले भिडियो बनाएको, म चाहिँ लास्टमा बसेर अनि भिडियो बनाइरहेको के। अनि अब चाहिँ हामी घर फर्किँदैछौँ। घर फर्किँदाखेरि चाहिँ बाटोमा यस्तो राम्रा फुलहरु देखेँ, यो लाली गुराँस पिङ्क कलरको देखेँ। अनि त्यसपछि म त फोटो खिच्न मन लाग्यो। अनि फोटो खिच्दै घर फर्किएँ। र मेरो आजको मिनी ब्लग यति नै थियो। सम्पूर्णले माया गरिदिनु होला, लास्टसम्म हेरिदिनु होला। भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। मेरो च्यानल सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला, यस्तै माया गरिदिनु होला। धेरै धेरै धन्यवाद। अहिलेको लागि बाइ बाइ।